आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी म र मेरो श्रीमती मिला दुप्चेश्वर महादेवको दर्शन गर्न जाँदैछौँ। 2036 सालको कुरा हो। म पहिलोपटक दुप्चेश्वरको दर्शन गर्न जाँदाखेरि लहरामा झुन्डिएर म शिव भगवानको दर्शन गरेको मलाई याद छ र त्यसपछि त्यसको केही समयपछि मेरो भेट स्वर्गीय गणेश पण्डित सर र जनार्दन प्रसाद आचार्य सरसँग भेट हुन्छ र गणेश पण्डित सरले दुप्चेश्वर मन्दिरको दर्शन गर्नलाई एउटा सानो सिँढीको इस्टिमेट गराउनु सुवेदीजी भन्नुभयो। म त कुनै स्रोत जुटाउन सक्दिनँ थिएँ। उहाँहरू त्यहाँको समाजसेवी भएको र उहाँहरूले त्यो इच्छा गर्नुलाई एकदम खुसी लाग्यो र मैले सानो हामी तीनैजना गएर त्यहाँ इस्टिमेट गऱ्यौँ। फर्केर म जनार्दन सर घरमा बास बसेको एकदम मलाई ताजा सम्झना छ। स्रोत आफूले केही जुटाउन नसके पनि सुरुको इस्टिमेट गर्ने अवसर चाहिँ मैले प्राप्त गरेको थिएँ। मलाई एकदमै खुसी लागेको छ। अहिले हाल आएर एकदमै ठुलो धामको रूपमा चाहिँ स्थापना भइसकेको छ भन्ने सुनेको छु। भक्तजनहरूको सहयोगबाट त्यसमा मलाई लाग्छ आदरणीय गणेश सर जनार्दन सरको एकदमै ठुलो योगदान छ, किनभने सुरुवात उहाँहरूले नै गर्नुभएको थियो र त्यो मन्दिरको दर्शनको सजिलोको लागि जुन काम गर्नुभयो एकदम उदाहरणीय काम। आज 45 वर्षपछि म त्यो हेर्न जाँदैछु। एकदमै राम्रो भएको छ, सुन्दर धाम भएको छ। हवस् त म त्यहाँको दृश्यहरू देखाउने प्रयास गर्नेछु। हामी त्यस्तो नमस्कार। आज हामी दुप्चेश्वर महादेवको दर्शनको लागि त्यसतर्फ जाँदैछौँ। हजुरहरूलाई पनि यो दृश्य भिडियो मार्फत देखाउने कोसिस गरिरहेका छौँ। पहिले यो स्थानमा लहराबाट झुन्डिएर जानु पर्थ्यो। यहाँ यस्तो बाटो थिएन। परे पाउ शम्भु तिम्रो आशा पुर्देऊ। परे पाउ शम्भु तिम्रो आशा पुर्देऊ। पुकार सुनि भक्तको भक्ति बढाइदेऊ। पुकार सुनि भक्तको भक्ति बढाइदेऊ। तिम्रै भजन गर्छु शम्भु, तिम्रै भजन गर्छु शम्भु, तिम्रै नाम जप्छु शम्भु, तिम्रै नाम जप्छु शम्भु। अब दुप्चेश्वर महादेव भनेको चाहिँ यहाँ हुनुहुन्छ। दुप्चेश्वर महादेव यहाँ पहिला उत्पत्तिको विषय चाहिँ अलिकति कुरा जोड्नु पर्यो। भगवान् यहाँ देखिने बेला चाहिँ एउटा अनौठो लीला गर्नुभएछ दैवले। यो तल खेततिर चराउने दुनु गाई चाहिँ भगवान्ले आफू देखिनलाई यहाँ अलिक दुध धेरै आउने खाले गाई यहाँ ल्याएर राखेर तल रातो बनाएर केही दिनसम्म हराउनी बनाएर यहाँ गाई राखेर अनि संसार त्यो गोठाला त्यतिखेर गोठ धनी गोठालो जो भने नि बासु नाम गरेको तामाङ हुनुहुँदैछ।
उहाँद्वारा नै म देखिनु पर्यो भनेर भगवान्ले त्यहाँबाट गाई यहाँ ल्याएर राखेर तल हरातो बनाएर यहाँ केही दिन राखेर त्यो गोठालो तामाङलाई चाहिँ वासन नाम गरेको तामाङलाई चाहिँ सपनामा जोगीको रूप बनेर भनिदिएर यो भिर त पहिल्यैदेखि छँदै थियो, यो भिरमाथि महादेव भगवान् ध्यानमग्नले हुनुहुन्छ, त्यहाँ तिमीहरूको गाई गएर दुध चढाएर बसिरहेको छ, हरा छैन, अन्यथा नमान, यहाँका वास्तविक कुराको प्रचार गर, पूजा चलाउनु माध्यम गराऊ। यति गर्यो भने तिमीहरूको गाई पनि जुन ठाउँबाट हराछ त्यही ठाउँमा आइपुग्छ र जो मनुष्य आएर भावपूर्ण तरिकाले भगवानको पूजा ध्यान चिन्तन मनन गर्छन् भने जे चिताराउँछन् त्यही फल पाउनेछन्, यही कुराको प्रचार गर भनेर सपनामा भनिदिनु भएको छ। अनि त्यो भनेको आधारले खोज्दै आउने क्रममा यहाँ भगवान्लाई गाईले चढाएका दुधधारा यहाँबाट खसालेर तल गणेश मन्दिरभन्दा माथिबाट 2 ढुङ्गाको चेप अन्तरबाट दुधका धारा झारेर त्यसको आधारले खोज्दै आउने क्रममा चाहिँ यसको कुर्सिमलाको रुखको जरा चाहिँ लहरा भनेर तल तल झोलिएर आउँदो रहेछ। अनि यताबाट त पछि निकालेको बाटो जुन अहिले हजुरले भन्नुभयो पछि यो छिडीको सुरुवातकर्ता नै मै हो भनेर गणेश सर जनार्दन सर म भएर सुरुवात गरेको एस्टिमेट चाहिँ मैले गरेको, एस्टिमेट चाहिँ जुन हजुरले गर्नु भएको रहेछ यो ठुलो योगदान भएको रहेछ, हजुरलाई विशेष धन्यवाद पनि दिनुपर्छ। र यो पछि निकालेको बाटो यताबाट आउँदाखेरि यहाँ तल आएपछि यहाँ गाई कराउनु तल खेततिर बाछा कराउनु हुँदै गएछ, हुँदै जाने क्रममा चाहिँ जस्तो मिल्दोजुल्दो हुँदै आयो। अनि त्यतिखेर त्यो बासो नाम गरेको गोठालो तामाङ चाहिँ भिरतिर पनि हिँड्ने रहेछन् कि, अब गोठालो भए त गाउँघरतिर कतिपय हिँड्छन् पनि, भिरतिर दौडिन्छन् उनीहरूलाई डर हुँदैन। अनि उनी चाहिँ अनि जबरजस्ती यसको कुर्सिमलाको रुखको जरामा झुन्नेर रुखा चढेर हेर्दाखेरि भगवान् जुन अहिले यति अल्को स्वरूप हुनुहुन्छ उहाँ चाहिँ पाठी घोप्या यत्रो शिला हुनुहुन्छ, सानो शिलालाई गाईले अविरल दुधका धारा वर्षा गरेर बसिरहेको त्यस्तो फेला पारेछ बासुदामा। अनि त्यो चाहिँ दिन कहिले परेछ त भन्दा मुङ्सिर महिनाको धान्ने पूर्णिमा भन्ने आउँछ, त्यो मुङ्सिर महिना धान्ने पूर्णिमाको अघिल्लो चतुर्दशीको दिन चाहिँ बासु नाम गरेको तामाङद्वारा गोर्धनी गोठालो तामाङद्वारा भगवान् देखिनु भएछ दुप्चेश्वर। अनि देखिनुभयो, अनि देखेपछि त अब गाई यहाँ छ, अब के गर्ने त, कसरी लाने, कसरी आयो, अब कसरी लाने, अब सम्भावना छैन। सपनामा महादेव भनिदिएको छ, अब महादेव भन्नु पर्यो नि त। हजुरले कुन रूपले यहाँ गाई लिएर आउनुभयो त्यही रूपले सकुशल जुन ठाउँबाट लिएर आउनु भएको थियो त्यही ठाउँमा आइपुगोस् है महादेव भनेर जुन सपना भनेको थियो त्यस्तै हिसाबले भन्यो, पुकारा गर्यो, आफ्नो कार्य र शैली भाषा अनुसारको पुकारा गरेको। भोलिपल्ट यहाँ दुध चढाउने गाई उहाँ त्यही खेतको आफ्नो गोठको अगाडि खेतको वरिपरि चरिरहेको। ओहो, मैले जुन तरिकाले हिजो भनेर आएको थिएँ आज प्रत्यक्ष साक्षात्कार मिल्यो। हजुर शक्तिशाली हुनुहुँदैछ, हजुरको कीर्ति फैलाउनेछौँ, मेला लगाउनेछौँ, पूजा चलाउनेछौँ महादेव भने। अरू भन्नु त अब थाहा छैन के भन्ने, महादेव भन्यो। अब यहाँबाट अब त्यसरी भयो। अब नामाकरण चाहिँ दुप्चेश्वर कसरी रहनुभयो त भन्ने विषय चाहिँ अलिकता अचम्म छ। अब यहाँ भगवान्लाई गाईले चढाएका दुधधारा तल 2 ढुङ्गाको चेप अन्तरबाट झारेको भावनाले उनीहरूको भाषाबाट डुब्चो महादेव सपनामा भन्ने गरेर डुब्चो महादेव भयो। अहिले पनि कतिपय माथितिरको मान्छेहरूले डुब्चो महादेवै भन्छन् र यसलाई अलिक भन्दै जाने क्रममा विकसित तरिकाले भन्दै जाने क्रममा अब भ्रंश भएर दुप्चे भयो। ईश्वर हामी जस्तोले थपेर पछि दुप्चेश्वर भएर सञ्जाल भएर अघि बढिरहनु भएको छ। अहिले त्यही नामद्वारा खुसी भइरहनु भएको छ, त्यही नामद्वारा पुकारा गर्दै भगवान् एकदम दिव्य स्वरूप भएर संसारभरिलाई आशीर्वाद दिँदै विराजमान हुनुहुन्छ। यो भिरमा अनकन्तार टापु, अनकन्तार ककेरामा टापु एउटा अचम्म छ। हाम्रो नेपालको सांस्कृतिक यो धार्मिक स्थल बहुशक्तिपीठ दुप्चेश्वर महादेवको तपोभूमि दिव्य धाम मानिन्छ। यहाँ चाहिँ लाखौँ मान्छेका इच्छा सफल गरिरहनु भएको छ अहिलेसम्म। पहिलादेखि जो तरिकाले देखिनु भनेर देखिनुभयो त्यही तरिकाले अहिले पनि त्यही हिसाबले आशीर्वाद दिएर यो भिरमा बसिरहनु भएको छ। विशेष गरेर यहाँ पायौँ भनेर आउने मान्छेले के भन्छन् भने सन्तान नहुनेलाई सन्तान भइहाल्यो, सन्तान हाम्रो थिएन सन्तान होस् भन्न आएको थियौँ, हामीलाई सन्तान दिनुभयो दुप्चेश्वर महादेव भन्छन्। र अर्को छोरा माग्न बढी आउँछ नि, छोरा। अब किनभने यो त मान्छेले भन्देर गर्देर हुने कुरा भएन, भगवान्कै योगदान भगवान्ले नदिकन हुने कुरा भएन नि त। त्यो भावनाले कतिपयको त सन्तानै हुँदो रहेछ, कतिपयको छोरै हुँदो रहेछ। अनि सन्तान होस् भन्नेलाई सन्तान दिने, छोरा चाहियो भनेलाई छोरा दिने, कोही छोरी पनि माग्न आउँछन्, छोरी होस् भन्नलाई आउँछन्।
तिनलाई छोरी माग्न आउनेलाई छोरी दिने, बच्चाका बोली नफुटेका धेरै हुँदो रहेछन्, बोली फुटोस् भन्न आएपछि बोली फुटाइदिने, त्यही हिसाबले कार्य गराएपछि बोली फुट्ने। अनि कतिपयका गाई भैँसी दुना हुँदो रहेछ, पाले पनि दुना नहुने हुँदो रहेछ, दाम्लाहरू बनाएर लिएर आउने यहाँ राख्ने भगवान्को पाउमा। हाम्रो गोठा गाई भैँसी दुना भएन, दुना होस् महादेव, त्यही गाई भैँसीका दुध दही दुध घिउहरू चढाउनु पाइयोस् हजुरलाई भनेपछि दुना हुने, अचम्मको अद्भुत शक्ति। अनि कहिले अहिले त अब फेसनै छ विदेश जान पाऊँ भन्ने, विदेश जान पाऊँ भन्ने बढी आउँछन्, कतिपयको त जान पाऊँ भन्दा पनि नमिलिया हुँदो रहेछ कि। अनि त्यस्तो इन्टरभ्यूमा फेल हुने इत्यादि क्रियाकलाप हुँदो रहेछ, यहाँ आएर भनिसकेपछि त्यो पास भइहाल्दो रहेछ। अनि फेरि जानुभन्दा अगाडि आइहाल्छ, यस्तो भनेको थिएँ भयो भने। अब यस्ता क्रियाकलाप। अर्को जोडी नमिलियालाई जोडी मिलाउने, विशेष गरेर जोडी मिलोस् भन्न बढी आउँछन्। लगभग यहाँ 60 वर्षको उमेरका महिलाहरू पनि मेरो विवाह होस् भन्न आएका छन् र हिजो मात्र नै 5-6 जना केटी मान्छेहरू जस्तो 30 वर्षभन्दा माथिका केटीहरू आइमाई मान्छेहरू आउनुभयो विवाह होस् भन्न। त्यस्तो मान्छे पनि आइसकेपछि विवाह हुन्छ। योभन्दा अगाडि त्यस्ता मान्छे आइरहेका छन्, अहिले पनि आउने क्रम चाहिँ जारी अझै पनि छ। किनभने यहाँ भगवान्ले पुर्याउनुहुन्छ, दिनुहुन्छ हामीलाई, हामीले सोचेआटेको कुरा सफल गराउनुहुन्छ भन्ने उद्देश्यले आएपछि यहाँ त्यो विश्वासले आउने गर्छन् र पुर्याउनु भएको छ र पुर्याउने भए हुनाले आइरहनु भएको छ। खुसी लाग्छ अहिले। र अब यहाँ चाहिँ यो तपभूमि, यो मन्दिर भयो, यो भित्तो र भगवान् एउटै थान र शिला बनेर आफै उत्पत्ति हुनुभएको छ। अनि अब यहाँ त्यहाँ आफै उत्पत्ति हुनुभयो, गोडा पसाएर बस्नुभयो, गोडा धुने ठाउँ त्यो खाल्टो। यहाँ गाईद्वारा भगवान् पहिला देखिनु भयो हुनाले गाईको स्वरूपै यहाँ अगाडि छन्, प्रत्यक्ष देख्न पाइन्छ। यहाँ सम्पूर्ण शक्तिशाली देवी देवता जो इतिहासले बताइदिएको छ त्यो यहीँ मात्रै छ। शक्तिशाली देवता जस्तो ब्रह्मा हुनुहुन्छ, विष्णु भगवान् हुनुहुन्छ, नाग देवताहरू त भगवान्कै गना भइगए, हुने नै भइगए, यहीँ हुनुहुन्छ। गणेश पनि यहीँ हुनुहुन्छ, कुमार पनि यहीँ हुनुहुन्छ, षट्कुमार। अनि हनुमान पनि यहीँ हुनुहुन्छ, देवी स्वयं पार्वती माता यहीँ हुनुहुन्छ। 33 कोटी देवी देवता बसेर के त भारेछ भने एउटा लीला चाहिँ अनौठो गरेका रहेछन् कि। जब समुद्र मन्थन गर्दै जाने क्रममा कालोको विष निस्क्यो, त्यो भगवान् शिवजीले पान गर्नुभयो, त्यसको विषको प्रभाव परेर भगवान्ले एउटा संसारलाई देखाउनु खोज्नु भयो होला, आफूलाई विषको प्रभाव पर्यो भन्ने हिसाबले पृथ्वी भ्रमण गर्दै हिँड्नुभयो। त्यो कालोको भन्ने विष अचम्मको रहेछ। यहाँ घाँटीदेखि जम्मै कालो डढेर निलो भात देखाउनुभयो। हुँदै जाने क्रममा, आउँदै जाने क्रममा, हिमाली क्षेत्र प्रवेश गर्दै आउने क्रममा बागमतीको किनार बनाएर पशुपतिनाथ बनेर भगवान् त्यहाँ ठ्याक्क विराजमान हुनुभयो। त्यहाँ ध्यानमग्नले बस्नुभयो। त्यो जङ्गलको माटो नि अहिले पो काठमाडौँको मुटु ठाउँ केन्द्र भयो त। पहिला त खोला किनार झाडी एउटा जङ्गल त्यस्तो हो। त्यहाँ आएर केही समय बस्छु भन्नुभयो। त्यहाँ आएर बसिसकेपछि केही शीतल भयो। हुँदै जाने क्रममा त्यहाँबाट शिवपुरी हान्निँदै आएर त्यहाँ बसेर हुँदै जाने क्रममा कपिलेश्वरमा विराजमान भएर त्यो अल्को ठाउँमा बसेर शीतलता मिल्छ कि भन्ने हिसाबले त्यहाँ विराजमान भएर त्यहाँबाट हान्नेर यहाँ बास बसेर भगवान् यहाँबाट हान्नेर गोसेकुण्ड जानुभएको छ। अनि त्यहाँबाट गोसेकुण्डमा दहहरू निर्माण गरेर त्यहाँ बसेपछि भगवान्लाई शीतल भएर आनन्द भएर अहिले पनि विराजमान हुनुहुन्छ। हाम्रो हिन्दू शास्त्रले त्यही वर्णन गर्छ, सम्पूर्ण शास्त्रमा उल्लेख छ। अब यहाँ चाहिँ यो भगवान्को स्वरूप जुन अहिले यति अल्को हुनुहुन्छ, उहाँको स्वरूप यति हो छ। जसरी मान्छेका बच्चा बढ्दै ठुलो हुन्छन् त्यसै गरी भगवान् सानोबाट क्रमिक रूपले बढ्दै अहिले यत्रो दिव्य फराकिलो अल्को लामो विशाल भइसक्नु भएको छ। गोडा पसार ट्याक्क बस्नु भएको छ। भगवान्को यो विभिन्न स्वरूपमा देख्न सकिन्छ। अब यो कुनापट्टिको यो फेसमा 3टा स्वरूपमा हुनुहुन्छ। यो डोलेश्वरको रूपमा नि हुनुहुन्छ भगवान्को यो यतापट्टि स्वरूप डोलेश्वरको रूपमा। अनि अर्को नागेश्वरको रूपमा नि हुनुहुन्छ भगवान्। अर्को गणेश्वरको रूपमा नि हुनुहुन्छ, सुन पसारिया हुनुहुन्छ। अर्को भारतमा केदारनाथ भन्छन् नि मान्छेहरू, केदारनाथ जानेहरू यहाँ आएपछि ओहो केदारनाथको स्वरूप र भगवान् दुप्चेश्वर महादेवको स्वरूप उठ्दै रहेछन् भन्छन्। त्यो भावनाले केदारनाथको स्वरूपमा नि भइबक्सिन्छ। अर्को भन्नै पर्दा कैलाश मानव सरोवर कैलाश पर्वतको आकारमा ठ्याक्कै भइबक्सिन्छ भगवान्। कैलाश पर्वतको आकारमा नि हुन्छ। विभिन्न स्वरूपले भगवान् विराजमान हुनुहुन्छ। हिमालयको स्वरूपमा नि हुनुहुन्छ।
दिव्य स्वरूप बनेर सम्पूर्ण भगवान म आफैमा लीन गरेर आफैमा स्वरूप बनेर भगवान यो भिडमा लाखौँ मान्छेका इच्छा सफल गर्दै विराजमान हुनुहुन्छ। यहाँ एउटा कुण्ड, यता पनि कुण्ड, यता पनि कुण्ड, यहाँ चन्द्रको आकार, यहाँ सूर्यको आकार, त्यहाँ चन्द्रको आकार, यहाँ बुढा नीलकण्ठ भगवान जसरी पूर्वशी राखेर सुतेर रहनु भएको त्यस्तै आकृति बनेका छन्, शेषनागले ढाकेका छन्। यहाँ ब्रह्माजी हुनुहुन्छ, यहाँ देवी हेर्नु भएको छ, यहाँ आँखा मुख कान त्यसको रूपमा देखिन्छ। अब यहाँ वीणा पात्र छ देवीले बजाउनु, यो वीणा पात्रको डल्लो भाग भयो, यहाँ धागो आयो, यहाँ कटिङ भयो, यहाँ धागो आयो, यो देवीले बजाउने वीणा पात्र प्रत्यक्ष छन्। अब यहाँ हेर्दाखेरि उयो पाञ्चजन्य शङ्खको आकृति, अनि उ त्यहाँ नेपालको नक्सा, प्रत्यक्ष नेपालको नक्सा छ। सगरमाथाको जिरो सहित भएको लिपुले भने सरकारले चुच्चो फर्काएको नक्सा यसो फर्का देखाएको छ, त्यस्तै छ भन्नै पर्दा बालिन साले ग्रेटर नेपाल भनेर देखायो, त्यस्तै छन्। उयो केराको सौकाइयो छ, भगवान्लाई मनपर्छ त्यो देखाइदिएको छ। उहाँ बर्फी मिठाई छ एउटा, उ त्यहाँ आँपको डल्लो छ एउटा झिकेर खानु जस्तो छ, उ त्यहाँ जो छ, यहाँ करुलस भला, यहाँ पानको बाप, यहाँ जटामरण, यहाँ गाईको स्वरूप, सम्पूर्ण देवी देवताको सङ्गम स्थल वासस्थान भएको तपोभूमि डुब्चेश्वर धाम चान्चुने तीर्थ होइन हाम्रो नेपालको। यस्तो तीर्थलाई चाहिँ भारतमा भइदिए कस्तो बनाउँथ्यो होला नि भारतको मान्छेले भन्ने लाग्छ कि अहिले। दिव्य क्षेत्र यो रामतीदेखि नै यो कस्तो पो बनाउँथ्यो, चमत्कारिक बनाउँथ्यो। तैपनि अब हाम्रो पनि यहाँ नभए भन्न मिल्दैन, बिस्तारै क्रमिक रूपले सुधार र व्यवस्थापन चाहिँ हुँदै आइरहेको अवस्था छ। भन्नै पर्दा अहिले पछिल्लोचोटि आएपछि चाहिँ धेरै राम्रो भएको छ, धेरै राम्रो भएको अवस्था छ। र अलिकता जोस र जाँगर भएर गरौँ भन्ने विचार भएको मान्छेले देखेर जानेर गरौँ भनेपछि राम्रो हुँदो रहेछ, सुन्दर बन्दो रहेछ भन्ने लाग्छ। अहिले गाउँपालिका भएपछि चाहिँ यहाँ तीव्र गतिमा विकासको चरण चाहिँ यसलाई अघि बढाइरहेको अवस्था छ, एकदम राम्रो भएको छ, खुसी लाग्छ। अनि त्यो भावनाले अहिले दुप्चेश्वर भनेर संसारले व्यापकता भएर अघि बढिरहनु भएको छ। गजब छ यो चाहिँ, सुन्दर छ। गुरु धेरै धेरै धन्यवाद, गुरुलाई यो जानकारीको लागि धेरै धेरै धन्यवाद। हजुरको नि विशेष धन्यवाद। जुन यहाँको छिडी, यहाँ भगवानको यो दिव्य धाममा आउने बाटो बनाउनु पर्छ भनेर पहिलो पटक पहिलो सुरुवातकर्ता नै हजुरले हुनुहुँदैछ यहाँ। त्यो मतलब मैले चाहिँ इस्टिमेट गराउने सुरुवातकर्ता नै हजुर हुनुहुँदैछ। विशेष गरेर हजुरको त एकदम जय होस् र करोडौँ धन्यवाद हामी दिन चाहन्छौँ। यो तपोभूमिमा यत्रो छिडी बनाएर पाइला बनाएर आउने बाटो बनाइदिनु भने त कति पुण्य मिल्छ, कति पुण्य। यदि सशास्त्र हाम्रा शास्त्र सत्य छन् भने त त्यो जस्तो ठुलो पुण्य केही पनि हुन सक्दैन भन्ने लाग्छ। विशेष गरेर हजुरलाई धन्यवाद। धेरै धेरै धन्यवाद। थ्याङ्क यू। नमस्कार, हामी दुप्चेश्वर महादेव दर्शनको लागि खिसी होटलमा बास बसेका थियौँ। बिहान उठेर समुद्र टारमा हामी दुप्चेश्वर महादेवको दर्शन गरी अनि यही होटलमा आएर फेरि अब खाना खान फर्किँदैछौँ। यहाँको चाहिँ बाबु नानीहरूले हामीलाई धेरै नै राम्रो सेवा दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद बाबु नानीहरूलाई। हस्, धेरै धेरै धन्यवाद मेरो तर्फबाटै।